तपाईहरू पनि पुरानै जस्तो रहेछ भने अर्कोचोटि मतै माग्न नआउनु भन्नुभएको छ। मलाई त यतिचोटि भन्नुभएको छ र मैले धेरै पटक यो सार्वजनिक मञ्चमा दोहोऱ्याएको पनि छु। यो मत चाहिँ कन्डिसनल मत हो, सशर्त आएको छ, निशर्त होइन। मेरो कारणले हो भनेर कसैलाई लागिरहेछ भने कम्तीमा पनि त्यो घमण्डबाट चाहिँ निस्क्यो, म चाहिँ त्यहाँ छैन। म सांसदको रूपमा निर्वाचित भएको दोस्रो पटक हो, तर म के स्पष्ट रूपमा त्यो हजारौं मतदातालाई प्रत्यक्ष रूपमा दिनमा 12 घण्टा पैदल यात्रा हिँडेको भएर घर घरमा पुग्दै गर्दा मैले स्पष्ट पाएको चाहिँ यो कन्डिसनल, यो शर्त सहितको मत हो र त्यो शर्त सहितको मतको सम्मान हामीले गर्न सक्नुपर्छ। हामी असफल भयौँ भने समग्रतामा यसले आगामी राजनीतिक यात्रामा, हाम्रो सामूहिक राजनीतिक यात्रामा यसले ठुलो समस्या सृजना गर्छ।